भनिन्छ खोसेर खानेको पेट कहिले भरिँदैन, बाँडेर खाने कहिल्यै भोको हुँदैन भने जस्तै एउटा पत्रकारिताको दुनियाँमा फरक पहिचान बनाउन सफल सुदूरपश्चिमकी चेली, सुदूरपश्चिम माइती भएकी हाल काठमाडौँमा कर्मघरमा भए पनि उहाँले दृष्टि फाउन्डेसनलाई यसरी सम्झिनु भएको छ। आफ्नो छोरा रोहन कार्की र उहाँका श्रीमान मोहन कार्की दुवैजनाले सरसल्लाह गरेर आफ्ना छोरा रोहन कार्कीको जन्मदिन दृष्टि फाउन्डेसनमा भोजन सेवा गरेर आज सुख साटासाट खुसी साटासाट गर्नुभएको छ। उहाँले जुन सेवा भावले दृष्टि फाउन्डेसनमा आज बाबुको रोहन कार्कीको जन्मदिन मनाउनु भयो, त्यसका लागि बाबुलाई जन्मदिनको दिव्य भव्य शुभकामना दिन चाहन्छौँ र हामी दीप बालेर पनि बाबुलाई जन्मदिनको शुभकामना भन्नेछौँ र दानवीर मनलाई हार्दिक आभार। खान पुगोस् दिन पुगोस्, बाबुलाई फेरि पनि जन्मदिनको भव्य दिव्य शुभकामना। साँच्चीकै भन्नुपर्दाखेरि आज निर्मला पठायत बहिनीलाई हामीले मन मोटुदेखि सम्झेका छौँ, जो दृष्टि फाउन्डेसनमा पटक पटक आएर यहाँका कथा व्यथालाई विश्व सामु पुर्याउनका लागि लागि पर्नुहुन्थ्यो। हामी उहाँलाई बिर्सिन कहिले पनि सक्दैनौँ र बिर्सेका पनि थिएनौँ। आज बहिनीले आफै फोन सम्पर्क गरेर यति ठुलो दिव्य सेवा अर्पण गर्नुभयो, त्यसका लागि कार्की परिवारप्रति सशब्द नमन गर्न चाहन्छु। बाबुको दीर्घायुको कामना गर्न चाहन्छु। खान पुगोस् दिन पुगोस्, यो आश्रमका लागि आश्रितहरूका लागि जुन भोजन सेवामा अर्पण गर्नुभएको भेटी छ, उक्त भेटी झिकेको भण्डार कहिले रित्तो नहोस् भनेर भगवानसँग दिव्य कामना गर्न चाहन्छौँ र फेरि पनि बाबुलाई जन्मदिनको शुभकामना भन्दछौँ। हस्, धन्यवाद।